Good morning सबैजनालाई। को हुन्छ तपाईँ? चाहिँ म एउटा एडभोकेट भएको छु है रोलमा। सो कति बदमास छ उहाँ हो के चाहिँ हामीले उहाँले चाहिँ 10 लाख माग्नु भएको छ तर कतिमा त भरे भन्नु है भरे भन्नु अहिले मिल्दैन नि भरे भन्छ भाइ इन्ट्रोडक्सन प्लिज छैन सत्यको छिने वकिल हो हामी एकदम मैले सुनेको यहाँ त हामी छौं नि तपाईको साथ तपाईलाई पनि स्क्रिप्ट लेख्नु मन पर्छ जोइन गर्नुहोस् अनन्त थिएटर जहाँ तपाईले आफ्नो स्कुटी लग्यो मेरो keep supporting keep loving like share and subscribe for the new channel new day new vlog bye bye hello guys good morning सबैजनालाई उठेको है अब मलाई आज गेट रेडी भएर निक्लिनु छ से गुड मर्निङ सो अब म रेडी भएर निक्लिनु पर्ने छ आज टुडे समथिङ न्यू फर मी नयाँ कुरा छ सो म तपाईहरुलाई एक्लै बसी देखाउँछु बाई होइन म उठिसकेको छु है उठेर फ्रेस भइसकेँ अब लुगाहरू चेन्ज गरेर प्याकिङ हल्का गरेर सो म निक्लिनु पर्ने छ सो बाई बाई किप वाचिङ अब म रेडी भइसकेको छु म निक्लिनु पर्ने छ तपाईहरुलाई म अपडेट गर्दै गर्छु बाई चलो अहिले म निक्लिसकेको छु रोडमा छु थाक्दा खुट्टा अनि निक्लेर म ट्याक्सीमा चढिसकेको छु है वेस्ट पोइन्ट मल सो यहाँदेखि जानुपर्ने छ सोको लागि है गाडीमा छु गेटिङ लेट वेस्ट पोइन्ट मलदेखि चाहिँ मैले हेलिप्याडमा जानुपर्ने हुनेछ है हेलिप्याडको गाडी चाहिँ यहाँ पाउँछ बल्ल बल्ल मान्छे भर्यो है निक्लियो बाटो सानो बाटोबाट जानुपर्दछ है अन्त जाँदै थिएँ हामी बाटो चाहिँ मलाई साह्रै सानो लाग्यो फर्स्ट टाइम हिँडेको म यो चाहिँ बाटो साह्रै सानो लाग्यो अनि भ्यू हेर्नुहोस् त्यहाँ चाहिँ मजाको भ्यू पनि देखेँ मैले यहाँदेखि त सिधै हामी तल अनि यहाँदेखि सिधै डिस्ट्रिक्ट कोड अगाडि अलिकति छेउमा निक्लिँदा चाहिँ यो बाटो म फर्स्ट टाइम चढेको याद थिएन त्यहाँदेखि हामी अर्को चाहिँ अगाडि लाग्नु थाल्यौँ है अन्त न मैले यही गाडीलाई सोधेँ यही गाडी परसम्म पुग्छु अरे सो यही गाडीमा जान्छु अहिले चाहिँ म बल्ल फाइनल्ली जामबाट निक्लेर चाहिँ डिस्ट्रिक्ट कोड आइपुगेको छु है यो चाहिँ हाम्रो यो लेफ्ट साइडमा चाहिँ डिस्ट्रिक्ट कोड हो अन्त यहाँदेखि निकै छ है अहिले म अझै जाँदैछु मलाई अझै 15 मिनट जस्तो टाइम लाग्छ है अब यहाँ नियरेस्ट म स्विम कोलोनी भन्ने आइपुगेँ स्विम कोलोनी तपाईँले देख्न सक्नुहुन्छ लेफ्ट ह्यान्ड साइडमा स्विम कोलोनी आइपुगेँ भोलि अगाडि त जाम रहेछ क्या यस्तो जाम गान्तोकको जामदेखि चाहिँ वक्कै भइसक्यो म यहाँ भनेको टाइममा चाहिँ कहिल्यै पुगिँदैन 1-2 घन्टा एडभान्स हिँड्नुपर्छ क्या जे काममा ए काम हुँदो रहेछ नि त यो बाटोको अन्त चाहिँ जाम रहेछ ठिकै छ काम बिहानदेखि गऱ्यो भने छिटो सक्छ भनेर होला सो बिहान पनि काम गर्नुहुँदो रहेछ तर हाम्रो चाहिँ निकै ढिलो भएको थियो ओके नाउ आइम नियरेस्ट टु मानवीर कोलोनी भन्छ नियरेस्ट टु द मानवीर कोलोनीदेखि मलाई 5 मिनट जस्तो मात्रै लाग्छ यहाँदेखि चाहिँ मलाई 5 मिनट जस्तो मात्रै लाग्छ है यहाँबाट बोर्ड छ कोलोनीको म तपाईँलाई कोलोनी देखाउने छु कोलोनी चाहिँ भन्दा चाहिँ डल्लै मानवीर कोलोनी नै भन्छ अरे तर गेस यो पनि अब रेस्ट इन पिस है हुनुहुन्थ्यो यो चाहिँ खास हो मानवीर कोलोनी यहाँ मानवीर कोलोनी चाहिँ किन भन्छ त्यो चाहिँ थाहा छैन तर मानवीर कोलोनी भन्छ यहाँ सो गाइस म पुगिसकेको छु है अब आज सो छ सो म सामानहरू लिएर पुगिसकेको छु मलाई ढिलो भयो अहिले चाहिँ म ल कलेजपट्टि जाँदैछु हेलिप्याडदेखि ओह्रालो हो सो यो किप वाचिङ गाइस चाहिँ हेर्दै गर्नुहोस् होला के हुन्छ आम गेटिङ लेट है उहाँलाई मार्छ होला गोपालले चाहिँ ढिलो भएको छ आज छिटो गरेर सकिहाल्छु है देख्न सक्नुहुन्छ यहाँ गुम्पा पनि रहेछ सो यहाँको सिनेरीहरू चाहिँ मलाई मन पर्यो है पिस रहेछ शान्ति सो मैले टाइम पाएँ भने म गुम्पा गएर तपाईँलाई गुम्पा देखाउने छु
मेरो लागि फर्स्ट टाइम गुम्बा पनि सो रुको जरा सबर करो बोला धक्का बुक्की नहीं कर so let it be guys on the way to show आज show छ है कलेज गेट पुगिसके सो see you guys सुरु भइसकेको छ म ढिलो भएको छ आज चाहिँ पुगेछु म गाइस see you I'll update you हुनुहुन्छ यहाँ हाम्रो को हुन्छ तपाईँ चित्रगुप्त गेटिङ रेडी फर है म आधी ड्रेस लगाइरहेको छु चित्रगुप्त इज रेडी के भन्नु छ तपाईँलाई मलाई केही भन्नु छैन आज बवाल गर्ने हो जित्ने हो तपाईँलाई मन्त्री भएर त आज त अब के भन्छ युवा नेता भएर पार्टीको चाहिँ इलेक्सनमा भोट आज राम्रो हुनेछ है हामीले बेच दिनेछौँ हेरौँ लास्ट म्यान म एउटा एडभोकेट भएको छु है रोलमा सो म चाहिँ राम्रो एडभोकेट भएर प्रेजेन्ट गर्दैछु यहाँ चाहिँ हाम्रो अर्को एडभोकेट छ जो चाहिँ गुन्डा छ अलिकति है अलिकति त्यस्तै रोल दिएको छ त्यस्तै रोल निभाउनु परेछ नि त सो मेरो चाहिँ अब सिधा सादा छ हामी चाहिँ जेन्टल हुनुहुन्छ उहाँ चाहिँ अलिकति बदमास छ उहाँ हो नेताले चाहिँ क्याब खोलेकै ठिक जस्तो लाग्यो युवा नेता है युवा नेता हो यो नेता नमस्कार भन्नुहुन्छ उहाँलाई नमस्कार छ सो आजको केस चाहिँ हामीले उहाँले चाहिँ 10 लाख माग्नु भएको छ तर कतिमा त भरे भन्नु है भरे भन्नु मिल्दैन सस्पेन्स चाहिँ 10 लाख चाहिँ तपाईँले बेसी दिनुहोस् होला होइन अहिले चाहिँ जब म यहाँ नाम भन्छु हजुरको सिक्किम गभर्मेन्ट ल कलेज बुटुक मिस गुलनाथ प्रवीण साँच्चै एउटा कुरा भन् त सचिनले कतिवटा सेन्चुरी हानेको अरे सचिनले त 100 मात्रै सर के भन्छस् भाइ सर त्यही भएर जज पनि हाम्रो फ्यान भएको छ यो त जज मात्रै कहाँ हुन् यहाँ हेर त यत्रो लको स्टुडेन्ट छ सबैजना मेरो फ्यान भइसक्यो नि अब त्यही त सर त्यही आज यहाँ जिन्स प्यान्ट लाएर आउनु पर्नु त कति मजा आयो चित्रगुप्त आज मलाई हिरो जस्तो देखेछ अपुई प्रभु तपाईँलाई त जहिले देख्छ नि चित्रगुप्त हजुर प्रभु लैजाऊ भन्दैछ राम्री पनि छ तर बेला भएको छैन प्रभु फेरि तपाईँले लाँदा मलाई छैन एक्लै छ सेल्फी छ चित्रगुप्त छे यसो तल गरे साई दिदी दुःख परेको छ गरे यसो बुझिदिनु त के छ इलेक्सन आउँदैछ नि त नमस्कार दिदी नमस्कार भाइ के दिदी निराशमा देखिनुहुन्छ त के हुनु नि घरको टेन्सन त्यस्तै हो के त दिदी तपाईलाई अलि टेन्सन परेको छ अरे म तपाईको लागि के सहयोग गर्न सक्छु र हजुर गरिदिनुस् न के तपाई चाहनुहुन्छ म बोलाइदिनु भनेर बोलाइदिनु नि एकखेप तर दिदी यति है इलेक्सन चल्दैछ मलाई भोट पक्कै फेरि यसपालि पक्कै होइन र हुन्छ म तपाईको काम एकदम पक्का गर्दै अब इलेक्सन बेसी यति नगर्दा के हुन्छ र नमस्ते दिदी नमस्ते नमस्ते अनि हजुरहरु चाहिँ को नि चिन्नु भएन भाइ इन्ट्रोडक्सन प्लिज उहाँ जस्तो व्यक्तिलाई नचिन्नु भएको तपाईँ उहाँको नाम चाहिँ इन्डियादेखि नेपालसम्मको छ जुन चाहिँ 100 चाहिँ टपरलाई पनि हिर्काउन साह्रो पर्छ नि उहाँ चाहिँ 101 नट आउट है चिन्नु भयो होला नि बस सुनिहाल्नु भयो होला 101 नट आउट भन्छ मेरो नाम दिदी म त हुन्छ होला नि छैन मेरो पैसा भाइ यस्तो केस चाहिँ म लड्दिन है यति एडभान्स पनि नदिने मान्छेको केस म कहाँ लड्नु आम्मामा हेर भाइ यत्रो लयर बने हो कि होइन भन् त आज आएर 101 नट आउटलाई केस दिएन नि यिनीहरूले अब आएर यिनीहरूको केसको सुन्नुहोस् दिदी कसैको दबाब आयो भने साँचोलाई हराउने कोही छैन हामी सत्य बोल्नुपर्छ है बुझ्नुभयो त तपाईहरुको डकुमेन्टेसन के छ हामीलाई दिनुहोस् है तिमीले सबै नोट गर्यौ भाइ गुड अब हामी सिधै कोर्टमा भेट्ने छौं तपाईहरु निराश नहुनुहोस् हामी
यसको हामीले रेकर्ड नगरी हुँदैन हो म्याम म त आज त मासु भात खाम ल म्याम दिदी र मलाई त सत्य लाग्यो सत्यको हामीले साथ दिनुपर्छ म्याम अन्तर्राष्ट्रिय कलेजमा के हो भनेर हजुरले भन्नु सक्नुपर्छ मलाई लाग्छ त्यो इम्पोर्टेन्ट हो र कार्यक्रमको हामी अन्तिम चरणमा आइपुगेको छौँ सर्ट एन्ड स्विट थिङ्स हामी कम्ती छिटो छोटो मिठो गर्छौँ है र do that kind of things that at the end of the day we should at least be able to celebrate our glorious past on the 10th day. That is the judgmental day, judgmental day. वाउ फर्स्ट सुरु भयो तब पनि एउटा जज्बा थियो हाम्रो टिममा त्यो टिम मध्येमा एउटा व्यक्ति हाम्रो अगाडि विराजमान हुन्छ मिस्टर आकाश गोयल सर उहाँ लाइक मेरो एउटा म गर्दिनँ पनि विशेष म फ्रेन्डमा पनि आउँदिनँ भन्नै पर्यो नि जुन प्रकारको फर्स्ट सिकमा तपाईँले अब स्क्रिप्ट लेख्छु भन्दै बेला बिचमा कराउने हो प्रोग्राम डिस्टर्ब गर्ने हो यस्तो जग्गा हुन्छ एउटा जतासुकै कराउने हो खोइ त जग्गा एउटा जग्गा अझ जग्गा मिलेको छैन मलाई त जग्गा पनि मिल्नु पर्यो नि त देखाउनुको लागि लेखेर मात्रै हुन्छ 10 वटा पेन सकिसके मैले मेरो दुःख चाहिँ नदेख्ने भाइ चुप निकाल्नु है यसलाई छैन मलाई केही पनि लेखेको कुरा चाहिँ हुनु पर्यो नि त तपाईलाई पनि स्क्रिप्ट हेर्नु मन पर्छ तपाईको स्क्रिप्ट पनि कतै पनि बिग्दैन के तपाईलाई पनि तपाईको स्क्रिप्ट नाटकमा आओस् जस्तो लाग्छ वाउ नाटकमा मात्रै हैन मुभीमा नि आउँछ जस्तो लाग्छ त्यसो भए आउनुस् जोइन गर्नुहोस् अनन्त थिएटर जहाँ तपाईले आफ्नो ट्यालेन्टहरू स्क्रिप्टहरू तपाईको नाटकको ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ सो अनन्त थिएटर आइसकेको सिक्किम गभर्मेन्ट ल कलेज बुटुकमा हेर्दा पनि गाउँको स्टुडेन्ट जस्तो लाग्छ जाऊ गएर जोइन गरेर जाऊ भाइ प्लिज प्रोग्राम डिस्टर्ब नगर्नु कहाँबाट आउँछ बिचमा है आफ्टर द इभेन्ट गएको ल पैसा चाहिँ हाल्नु होला नि पैसा चाहिँ हाल्नु होला सुन न दसमा गर्छु पक्का अनि वाट्सएपले बरु कम्ती सबै हुने रहेछ त ठिकै छ यो पनि एउटा कम्प्लिटेड प्रोग्राम सक्यो सानो झोलाको मन्त्रको ब्यागमा स्कुटी लग्यो मेरो त सिसिटिभी क्यामेरामा सकिसकेको छ सिसिटिभी क्यामेरा It's very small interview for the team. अहिले हामी खाजा खान तरिका पुग्दैछ यो मान्छे देख्नुहोस् म रोजीलाई फर्स्टमा पठाइदिनु पऱ्यो नि सुट बुट लगाएर चाहिँ राम्रो बोलेको छैन अनि म फर्किँदा राम्रो भ्यू देखेँ सो त्यो भ्यू म तपाईँलाई देखाउने छु मैले सकिसकेँ आजको दिन हेर्न सक्नुहुन्छ मैले सकिसकेँ सो आम टायर्ड है बोका खाजा खाएको थियो सो एकछिन बजार घुम्छु होला एन्ड दिस ब्लग टुडे है डेभलपमेन्टमा आयो
टिमसँग खाजा खाइयो सो नाउ आई वान्ट टु रेस्ट सक्दिनँ आज सुत्छु थ्याङ्क यू फर वाचिङ लास्ट बट नट लिस्ट keep supporting, keep loving, like, share and subscribe for the new channel, new day, new vlog. Bye bye.